बच्चाहरूलाई यस्तो सिकाउनु भन्दा यस्तो सिकाए चान्दरीको होला कि कसो होला तपाईँहरूको विचारहरू है त। चुनाव आयो छोरी, फागुनको 21 गते चाहिँ चुनावको मिति घोषणा गरेको छ अहिले देशमा है त। चुनाव भनेको देशका नागरिकले आफ्नो मत अथवा भोट प्रयोग गरेर देश चलाउने प्रतिनिधि छान्ने एउटा लोकतान्त्रिक प्रक्रिया हो। जस्तै तिमीहरूले आफ्नो कक्षा कोठामा त्यो क्लास राम्रोसँग सञ्चालन गर्नको लागि तिमीहरू सबैले के गर्छौ, एउटा क्लास क्याप्टेन छान्छौ नि। त्यस्तै जनताहरूले चाहिँ देश राम्रोसँग चलाओस् भन्ने हिसाबले आफ्नो भोट प्रयोग गरेर प्रतिनिधि छान्ने प्रक्रिया नै के हो त, चुनाव हो है त। चुनाव किन गरिन्छ बाबा? चुनाव किन गरिन्छ भने देश र जनताको लागि नीति निर्माण गर्न र देशलाई राम्रोसँग सञ्चालन गर्ने कानुनहरू बनाउनको लागि, समग्र देश विकास गर्नको लागि हामीहरूले यहाँबाट सक्षम व्यक्तिहरू छानेर प्रतिनिधि सभामा पठाउनको लागि चुनाव गरिन्छ। जस्तै तिमीहरूले क्लास क्याप्टेन छान्यो भने के हुन्छ त, तिमीहरूलाई पर्ने समस्याहरू सबैले के गरिदिन्छ त, समाधान गरिदियोस्, तिमीहरूको कक्षालाई व्यवस्थित गरिदियोस् भनेर तिमीहरूले क्लास क्याप्टेन छानेको जस्तै अनि जनताहरूले चाहिँ आफ्नो प्रतिनिधि छान्नको लागि चुनाव गरिन्छ है त। चुनाव जितेपछि यिनीहरूले के गर्छन् बाबा? चुनाव जितेका मान्छेहरूले जनताका समस्या सुन्छन् र ती समस्याहरूलाई गएर के गर्छन् त, उठाउँछन् अनि देशको लागि नीति निर्माण गर्छन्, कानुन बनाउँछन्, देशलाई सही तरिकाले चलाउनको लागि उनीहरूले जिम्मा लिन्छन् र देशको समग्र विकासको लागि उनीहरूले के गर्छन् त, काम गर्छन्। जस्तै तिमीहरूले क्लास क्याप्टेन छान्यो भने तिमीहरूलाई त्यहाँ पानी समस्या आउन सक्छ होइन, अनि डेस्क बेन्चको समस्या आउन सक्छ, विभिन्न समस्याहरू जस्तो गर्मीयाममा पङ्खा चलेन भने त्यो क्याप्टेनले के गर्छ त, म्यामहरूलाई गएर के गरिदिन्छ, त्यो कक्षा कोठाको समस्या सुनाइदिन्छ र व्यवस्थित गर्छ। त्यस्तै यी प्रतिनिधिहरूले चाहिँ समग्र जनताहरूको आवाज सुनेर त्यसको समाधान गर्ने कामहरू गर्छन् है त। चुनाव जितिसकेपछि तिनीहरूले। बाबा तपाईँ झोले हो? झोले? म झोले होइन छोरो। झोले भनेको कस्तो हो भने कुनै पनि पार्टी वा नेताको अन्धभक्त भएर समर्थन गर्नु, सहीलाई सही पनि नभन्नु र गलतलाई गलत पनि नभन्नु, जे भन्यो त्यो सही हो भनेर भन्नु व्यक्तिलाई झोले भनिन्छ। तर सबै व्यक्ति झोले हुँदैनन् है। पार्टीको सहीलाई सही भन्ने र गलतलाई गलत भन्ने व्यक्तिहरू पनि हुन्छन्, तिनीहरूलाई कार्यकर्ता भनिन्छ। उनीहरूले चाहिँ पार्टीको सिद्धान्त, नीति, उद्देश्यलाई हेरेर त्यो पार्टीलाई चाहिँ के गरिरहेका हुन्छन्, समर्थन गरेका हुन्छन्। म चाहिँ आफ्नो पेसाको कारणले गर्दा पनि म कुनै पनि पार्टीमा आबद्ध हुन पाउँदैन, किनकि म शिक्षक हुँ नि त। त्यही भएर शिक्षकहरू कुनै पनि पार्टीमा आबद्ध हुन पाइँदैन अहिले नेपालको संविधान अनुसार हो। त्यसैले म चाहिँ झोले पनि होइन, म अहिले कार्यकर्ता पनि होइन, म चाहिँ आम जनता हुँ, नागरिक हुँ। मैले चाहिँ यहाँ देशमा भएका व्यक्तित्वहरूलाई चाहिँ आफ्नो सही माध्यमबाट सही तरिकाले चाहिँ कुरा उठाउने, गलतलाई गलत भन्ने, सहीलाई सही भन्ने एउटा आम व्यक्ति हुँ है त। झोले चाहिँ हुनुहुन्न है त छोरी। तर तिमी कुनै पनि पार्टीमा कुनै पनि पार्टीको सिद्धान्त र विचार तिमीलाई सही लाग्यो भने तिमी पछि त्यहाँ कार्यकर्ता चाहिँ बन्न सक्छौ। कार्यकर्ता चाहिँ बन्नु, झोले चाहिँ कहिले नबन्नु है त। ल।